to my new video second सन्चै हुनुहुन्छ होला म सन्चै छु अनि म घर आएको यहाँ कस्तो रमाइलो एकदम रमाइलो भयो अनि हाम्रो यहाँ आज म गायककार सुस्मिता छेत्रीले आखिर कहाँ गएर भाँडा माझ्नु भयो त ए उहाँले गीत गाउने मात्र होइन गीत गाउन मात्र होइन उहाँलाई भाँडा माझ्नदेखि लिएर आज सबै उहाँले गरेका कामहरू म सबै देखाउने छु गायककार सुस्मिता छेत्रीले आखिर के काम गरिन् त माझे कि हुन् त क्वेसन मार्क है भाँडा माझ्न लाग्यो नि त अनि यता चाहिँ मासु खाएर दाँत कोट्टाउँदै हुनुहुन्छ कति मासु खानुभयो तपाईँले के को मासु खानुभयो आखिर तपाईँले के को मासु खानुभयो यस्तो लुकी ए हो आज 3 दिनको बासी खायो 3 दिनको बासी हिजो बिहान मासु ल्याएका हुन् मलाई त यो फुल देखेर एकदम खुसी मनबाटै कस्तो धेरै खुसी भयो नि त्यो खुसी मैले व्यक्त गर्न सकिनँ बिलिभ मी आई एम राजेश हो रे यो फुल अनि उहाँको फुल अनि उताको फुल फुलका बीचमा गुए किरो फुलको बीचमा गुए किरो तामे किरो त महँगो पर्छ भनेर हामीलाई गफ लाउँदै हुनुहुन्थ्यो सुस्मिता छेत्रीले 3 लाख पर्छ भन्दै हुनुहुन्थ्यो हामी तामे किराको बिजनेस तामे किराको प्राइस सुनेपछि मलाई मेरो पद घटाइयो झ्याइकुरीमा झारियो माझ्नु मजाले निहार्नु ल सुस्मिता छेत्रीले आखिर किन चप्पल नलाई भाँडा माझ्न पुगिन् यो त राख्नै पर्ने हुन्छ जसरी भयो भने थम्बनेलमा यतिको भिडियो त राख्न पर्ने हुन्छ अनि हाम्रो घरमा चाहिँ बल्ल दसैँ आएको छ क्या रमाइलो भयो यता हेर्नुहोस् त ओ साथी मान्छे अन्त नाक पहिला पुन्छ फेरि यतै कहाँ छ नि कहाँ हजुर दिदी खाना जानु अरे हामीले खाइसक्यौँ अनि खाएर भाँडा मान्न लाउनु भयो सुस्मिता दिदीले अनि यता छन् तिमीलाई मलाई एउटा केटो र तिमी उस्तै लाउँछ त्यो केटासित मलाई रिस उठ्छ दिदी मलाई अस्ति देखाइदिएँ त्यो क्या त्यो छ एउटा केटो सेम अहिले देखाइदिन्छु म तिमीलाई हजुर कौन तो प्रकाश दुरान कौन है वो कौन है कहाँ से हुआ है प्रकाश के तो दोरी गाउनी ओ गायककारी भिडियो त्यो बिहा भएको होला बिहा भएको हैन त्यसको मन पर्छ ल दिदी भन्थ्यो है अस्ति मलाई देखाइथ्यो यो केटा दोरी गाउनु केटा कस्तो मन पर्छ होला कुन है त त्यस्तो म भात खान लाउनु भइछ के छ आमा खबर तपाईको खबर के छ भन्नुस् केही छैन माथिको अनि तपाईकी सुस्मिता छेत्री को पर्नुहुन्छ नातिनी ए नातिनी हजुर पनि नातिनी पर्नुहुन्छ गरे ए हो कताबाट परे म नातिनी म कुन कतादेखि परे नातिनी तिमी छोरा कि छोरी नातिनी तुनी छोरी कि छोरी नातिनी ए आमासित इन्टरभ्यु लिन आयो यो पलाटी हो यसको छोराछोरी खलाटी यिनका छोराछोरीले चाहिँ आमालाई पिट्नु पर्छ अरे तिमीले कहिले खलाटी दिन्छौ मेरी आमालाई छिटो भन आखिर कहिले दिन्छौ खलाटी तिमीले 3000 सालमा बात गर्थे 3000 सालमा त तिम्रो नाति नातिनाको पनि हड्डी उस हुन्छ 2021 22 2024 25 अहिले कति हो 5 वर्षपछि ए अनि अब त 21 साल हुन्छ थोडी न 3000 हुन्छ 2082 हैन अनि 2082 पछि 2082 पछि 21 साल आउँछ कि सिधै 3000 आउँछ र बात गर्थे अझ 900 वर्षपछि त तिमीलाई उनी हुन्न तिमीलाई छोराछोरी नि हुन्न तिमीलाई तिनीहरुका नाति नातिना नि के भइसक्यो होला सायद 2 1 अनि आज कहाँ जाने प्लान छ भुर्ते खोला कहाँको खोला जान्छ भुर्ते खोला ठेउले खोला किन जाने एउटा दिनदिनै ठेउले खोला आखिर ठेउले खोलामा यी दुईटा तीनटाले के प्लान गर्दै छन् दिनदिनै त्यही जानलाई
तर खतरा रमाइलो लाग्छ पछाडि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु नि फेरि अनि जान्छ मजाले 300 400 500 म त भाइरल हो का झन् अब सुस्मिता छेत्रीको इन्टरभ्यू लिए पछाडि त झन् भाइरल नहुने कुरै भएन चाहिँ टिकटक बनाउँदा थाकेर घाम भएर थकित भएर बस्छ त्यो टिकटक चाहिँ के गीत थियो अरे रिता पुरै आउनु घाम भयो लास्टै अब टिकटक गराउने के अरे क्यामेराम्यान यता हुनुहुन्छ हाम्रो हजुर ल यस्तो घाम चर्केर यस्तो चरक चरक टन्टलापुर घाममा कसको ए हामी चाहिँ दाउरा चिन्न जानु लाग्यो यहाँ फुल हेर्नु न कस्तो राम्रो छ ओ माई गड कति खुसी लाउँछ यो फुलहरू देखेर मलाई अनि हामी चाहिँ यहाँ दाउरा चिन्न जानु लाग्यो यस्तो घाम दाह चिन्न अलरेडी वे यो कपी पेस्ट कपी गरेर पेस्ट गरेर जस्तै यसलाई नि टक्क कपी गरेर यहाँ गर्न मिल्ने भएन खतरा यति धेरै दाउरा फेरि भत्काएर फेरि यही त भत्काउने होइन चुप्पो चुप्पो यस्तो अँगालोमा लगे हुन्छ हामी अब यहाँ दाउरा चिन्ने हो कस्तो गर्मी भएको अनि जाम्ला तर हामीले अघि नै चिनेको भए अनि जानुहुन्थ्यो एकदम क्लियर मौसम छ आज हामी चाहिँ छिटो छिटो दाउरा चिन्छौँ दुईटा बाँसको यस्तो लामो बनाऊँ अनि त्यसमा यसरी वन गरेर त्यहाँ टुक्टुक राख्दिउँ चो यहाँ बाँधेर दाउरा चिन्ने मान्छेहरू यति धेरै गायक सुस्मिता छेत्रीले आखिर यति धेरै काम गरेकै हुन् त दाउरा चिन्न सक्लिन् त भाँडा मस्काएर के तेल निखारी कि होइन नि त हेर न सुस्मिता छेत्रीका यिनी हातले माइक समाको हातले दाउरा चिन्ला त ल हेरौँ है कस्तो चिन्छन् हेरौँ यहीँ हेरौँ ल ल ल सुरु गरौँ मेरो आवश्यक पर्यो भने त्यता बोलाऊ है दिदी यस्तो सबैको हात मोबाइल दाउरा चिन्न भनेको मोबाइल लिँदै ठडाखन मोबाइल एकाएक मैले चाहिँ क्यालकुलेटरबाट भिडियो हालेको फेरि वे आज त कति धेरै टिकटक गरायौँ जतासुकै टिकटक हाम्रो कमेन्ट आइसक्यो त्यहाँ हेर्नु न मलाई होइन मेरोमा आउनु नि त उहाँ दुइटाहरू भाइरल हुनुहुन्छ मलाई भाइरल गराइदिनु क्यामेराम्यान यिनी भएको भएर होला सायद हामीले यो दाउरे उहाँबाट एक्कासी झारेर यहाँ ल्यायौँ कस्तो राम्रो सिडी बनिन्छ हेर न ओहो टपमा जाने मम्मीले एक उस चिनिसकेर आधी गराउनु भयो त्यहाँ त्यति गराउनु भयो यहाँ यत्रो फालिदियो अनि हामी बस्ने पालो अब एकछिन वरि यसले टोकिदिएर यहाँ यस्तो बनाइदिएको यस्तो कस्तो रमाइलो मौसम छ है चरा गरा यहाँ आरु फले है हो चाहिँ अब जेठमा पाक्नेहरू जेठको लास्टतिर जत्तिकैमा पाक्छ अनि चाहिँ म दाउरा चिन्दै मलाई खाजा बनाउन भन्नुभयो दिदीहरूले अनि खाजा बनाउन आएको खाजा चाहिँ हाम्रो पानीपुरी र चटपट मिठो पनि छिटो पनि सबैलाई मनपर्ने हो नि त यो चटपट र पानीपुरी बनाउने भयौँ हामी चाहिँ अनि म यहाँ गाजर लिन आएको क्या उसमा हाल्नलाई गाजर यत्रो मात्र सानो धेरै बाक्लो भएछ आजको हाम्रो दिन पनि यतिकै टिकटक गराएरै अनि यतिकैमा सकियो पुरै त सक्यो होइन सकिँदैछ मम्मी पानी लिन जानुभयो अनि म चाहिँ खाजा बनाउने भनेर कस्तो धेरै कुरो छ यहाँ
गाजर कस्तो सानो सानो हो त नि यो प्लास्टिक बाक्ला भएछन् कि नि लौजा नि अया धनियाँ यस्तो नराम्रो निस्केछ यो यस्तो फुलिसक्यो यति छिटै म चाहिँ म अब छिटो छिटो गरेर खाजा बनाउँछु खाजा खान पर्ने पनि छ त्यसको लागि चाहिँ म रेडी गर्दैछु यहाँ फले खाने यत्रै मम्मी थाहा पाएँ मम्मी पानी लिएर आइसक्नु भयो आमाले त्यहाँ चक्लेट सुकाउनु भयो भाइ फोन हेर्दै छन् मैले गाजर टिपेर आएँ टिपेर होइन उक्काएर गाजर उक्काएर आमा चाहिँ नुन लाउनु भयो मेरो चप्पल मैले चटपटे यो भाँडाको यति बनाएको थिएँ यति यस्तो मिठो पर्छ यस्तो मिठो अनि दिदीहरूलाई दिएँ आफ्नो आफ्नो भागमा चाहिँ भाँडामा खानु लगाएको लास्टमा के यिनीहरूको भाग चाहिँ मैले हान्दिएँ मेरो भाग चाहिँ यति हो कत्ता टाढा पुग्नु भएको मिठो भएन र चिया भन्ने मिठो भएन नभर्नु भयो गरम त नि यति बनाएको एउटा सौले भुजा हालिकौँ के अरे पसिना यति धेरै अमिलो लाग्छ किन अनि चाउचाउ तिनवटा हालिकौँ चटपटा यति सानो आलु हराउने मान्छे मलाई अलिक मन पर्दैन एउटा प्याकेट थियो त्यो पुराको यति भयो अनि अब पानी बनाउँछु अनि त्यसमा अलि मसला बनाउँछु मैले बनाएको अनि कुरा यिनीहरू काम गरेर भ्याएर आएछन् त्यत्रो दाउरा सकेछन् खाली बनाएर आए दाउरा अनि मलाई खाजा बनाएर आएँ अब खाने हो दाउरा भ्यायो कति मजा खानासम्म खाएर लास्टमा पेट भरेँ अनि मैले बनाएको खानेकुरा मिठो भएन भन्नु मलाई त्यही भएर केही भन्नु छैन मलाई अनि हामी टिकटक गराउनु लाग्यो यहाँ दिनभरि टिकटक गराउँदा थाकेर इनर्जी नभएर कस्तो भयो थियो अनि त्यही भएर अहिले फेरि बनाउनु लाग्यो अनि अब चाहिँ रात पनि परिसक्न लाग्यो यति भन्दै आजको भ्लग यही गर्न चाहन्छु लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला फेरि अर्को भोलि नयाँ भिडियोमा भेटौँला भन्दै सबैजनालाई बाई।